गुड मर्निङ गाइस। बिहान उठेर सबैभन्दा डेन्जरस काम ब्रस, अनि त्यसपछि फ्रेस भएर हिरो त होइन हिरो जस्तै फिल भइरहेछ। आज पशुपतिनाथ दर्शनको लागि हिँड्यौँ। मनमा शान्ति, बाटोमा ट्राफिक। रवि भाइ टिकटक मोड अन, कन्टेन्ट ओभर एभ्रिथिङ। अनि त्यसपछि कोटेश्वर जाममा एज युजुअल नेपालको डेली रुटिन, अनि भ्यू हेर्दै लाइफ इज ब्युटिफुल भन्दै फाइनली पशुपतिभित्र पुग्यो। रवि भाइ म जस्तो ह्यान्डसम कोही छैन भन्दै हिँड्दै हुनुहुन्थ्यो। अब हेरौँ पशुपतिनाथको दर्शन। चले ये सांस किस तरह, मेरा कर्म तू ही जाने, क्या बुरा है क्या भला। तेरे रास्ते पे मैं तो आंख मूंद के चला।